नमस्ते आज म कुरा गर्न लागिरहेको छु कि फ्रान्स अहिले पनि के इमिग्रेन्ट्सहरूको लागि पहिला जस्तै सजिलो छ त के इमिग्रेन्ट्सहरूलाई अहिले पनि फ्रान्सले पहिला जस्तै वेलकम गर्छ त आउनुहोस् भिडियो सुरु गरौँ। म आफै आएको 2016 को सेप्टेम्बरमा जसले मलाई चिन्नुहुन्छ उहाँहरूलाई थाहा नै होला। म आफै पनि फ्रान्समा आएको 2016 मा हो। यहाँ बसेको लगभग 7-8 वर्ष भयो। बिचमा म 3 वर्ष जति पोर्चुगलमा बसेको थिएँ। त्यहाँ कम्पनी कार्ड बनाएर फेरि अहिले म यतै छु। विगतदेखि नै फ्रान्सको लियोन सहरमा म बसेको हुनाले यहाँ अलिअलि भए पनि अनुभव प्राप्त भयो, जुन हजुरहरू समक्ष कहिलेकाहीँ प्रस्तुत गर्न पाउँदा मलाई खुसी पनि लाग्छ। आज कुरा गरौँ कि अहिले पनि इमिग्रेन्ट्सहरूलाई फ्रान्सले पहिला जस्तै वेलकम गर्छ त अथवा के कस्तो गाह्रो साह्रो के छ यहाँको सिस्टमहरू, त्यो बारेमा कुरा गरौँ। पक्कै पनि अहिले मेरो अनुभवमा पनि र विशेष गरी यहाँको न्युजहरू हेर्दाखेरि युरोप पहिला जस्तो सजिलो पक्कै पनि छैन। खास गरी अब पोर्चुगल भयो, अब यता स्पेनमा त अहिले पनि खुल्लै छ लगभग, तर पोर्चुगलमा अब जसरी इमिग्रेसनलाई जसरी टाइट गरेको छ, फ्रान्समा पनि त्यति सजिलो चाहिँ छैन। जस्तो कि अब अहिले नयाँ आउनेहरूलाई यहाँ 2-3 वटा नियमहरू एकदमै कडाइका साथ लागू गरेको छ। जस्तो कि नयाँ भिजा लिएर जुनसुकै भिजामा आउनेहरूलाई पनि ल्याङ्ग्वेज A2 लेभल मिनिमम पास गरेको डेल्फ सर्टिफिकेट खोज्छ र सिभिक इक्जाम भन्ने हुन्छ। यहाँ सिभिक इक्जाम पनि पास गरेको हुनुपर्छ। जस्तो मेरो आफ्नै इक्जाम्पल दिँदा म 2025 को अप्रिलबाट फेरि यता लियोन फर्केको थिएँ र मेरो आफ्नै भिजा नयाँ भएको कारणले मलाई पनि फ्रेन्चको डेल्फ को A2 लेभलको ल्याङ्ग्वेजको सर्टिफिकेट खोजेको थियो र अर्को सिभिक इक्जाम को 4 दिनको क्लास लिएर त्यसको इक्जाम पनि कटाउने भन्ने नियमअनुसार मैले त्यो इक्जाम पनि कटाएको थिएँ। त्यसै गरी अब यो दुईटा कुरा भयो नयाँ आउनेहरूलाई, ल्याङ्ग्वेज र यता सिभिक इक्जाम। यसै गरी अब अहिले 2-3 वटा नयाँ रुलहरू लागू गरेको छ यिनीहरूले। जस्तो कि तपाईँको काखले सेजुक लिनलाई लगभग 4 वर्षको लिनलाई अहिले A2 लेभल पास गरेकै हुनुपर्छ र B1 तपाईँले पास गर्नुभयो भने 10 सालको कार्ड लिनलाई अलि सजिलो हुन्छ र नेसनालिटीको लागि चाहिँ अहिले B2 लेभल पास गरेको डेल्फ सर्टिफिकेट चाहिन्छ। यस्तै नियमहरू छ र यो सँगै अरू नियमहरू पनि छ जुन बुझ्नको लागि चाहिँ तपाईँले मलाई यसो याद गर्दै गर्नु होला। केही क्वेरीहरू छ, तपाईँको क्वेसनहरू छ भने चाहिँ मलाई युट्युबतिर अथवा मेरो इन्स्टाग्रामतिर फलो गरेर मलाई मेसेज गर्न सक्नुहुन्छ। बाँकी अर्को भिडियोमा भेटौँला। धन्यवाद।